राम्रो मण्डली थियो। तपाईँ र मैले शरण र अघि 1 देखि 5 सम्म हेर्ने हो भने हामी त्यहाँ कुनै पनि कमजोरी हामी भेट्न सक्दैनौँ हाम्रो हिसाबले। यहाँ के भनेको छ भने तिम्रो कामहरू मलाई थाहा छ, तिम्रो परिश्रम, तिम्रो सहनशीलता सब मलाई थाहा छ। खराब मानिसहरूलाई तिमीहरू सहन सक्दैनौ, झुटा कुराहरूलाई सहन सक्दैनौ, तिमीहरूले झुटा कुराहरू भेटाएका छौ है। त्यसपछि तिम्रो परिश्रम मलाई थाहा छ। एफिससको मण्डली तिमीहरू सेवकाई भनेका छौ, तिमीहरू कुदेका छौ है, तिमीहरूलाई फुर्सद छैन। प्रभु यीशुले भन्दै हुनुहुन्छ एफिससको मण्डलीलाई, तिमीहरू अति व्यस्त छौ सेवकाईको लागि, तिमीहरूलाई फुर्सदै छैन। प्रार्थना भनेको छ यो अस्ति म सल्यानमा थिएँ, सल्यानको पास्टर राति 11 बजे घर आइपुग्नु भयो। दिउँसो तालिम, त्यसपछि आफ्नो काम, विश्वासी भेटघाट अनि ग्रहण गर्ने भनेर कतिजना ग्रहण गर्नुभएछ, राति 11 बजे आउनुभयो। आज तपाईँहरूले पनि प्रभुले त्यही भन्नुहुन्छ, प्रशंसा मण्डली तिमीहरूको सेवकाई मलाई थाहा छ, तिमीहरू व्यस्त छौ, बाइबल स्कुल चलाएका छौ, तिमीहरूले तालिम गरेका छौ। अघि दाइले भन्दै हुनुहुन्छ तालिममा सेवकहरू पठाएका छौ है, तिमीहरू राम्रो गर्दैछौ। त्यसपछि फेरि 2 मै हामी सहनशीलता, मलाई थाहा छ तिमीहरूले कति आरोपहरू खेप्नु परेको छ है, डलर खायो भन्ने आरोप खेप्नु परेको छ हैन। तिमीहरूको त यस्तो उस्तो विदेशीले सहायता गर्छ भन्ने आरोपहरू खेप्नु परेको छ। आज प्रभुले प्रशंसा मण्डलीलाई भन्दै हुनुहुन्छ है, सुन्नुहोस् है, तिमीहरूलाई मानिसहरूले खेदो गर्छ, अरू मानिसहरूले खेदो गर्छ, अन्य जातिहरूले खेदो गर्छ, तिम्रो आफ्नै मानिसहरूले परिवारले खेदो गर्छ। मलाई थाहा छ तिमीहरू कति सहनशील छौ। कतिपटक तिमीहरूलाई मानिसहरूले बुझ्दिन्न, मण्डलीले बुझ्दिन्न, कहिलेकाहीँ मण्डलीको अगुवाले बुझ्दिन्न, अथवा कहिलेकाहीँ अगुवालाई विश्वासीले बुझ्दैन। मलाई थाहा छ प्रशंसा मण्डली तिमीहरू कति सहनशील पनि छौ। त्यसपछि तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ। म 2 पदमै छु है, अझै पनि तिमीहरूले खराब मानिसहरूलाई सहन सक्दैनौ, पाप तिमीहरू मन पराउनौ, पापलाई तिमीहरू टेढो आँखाले पनि हेर्न मन पराउनु। कति राम्रो मण्डली प्रभुले भन्दै हुनुहुन्छ, तिमीहरू साँच्चैकै राम्रो मण्डली हो, तिमीहरू साँच्चैकै असल मण्डली हो। त्यसपछि 2 मै छु, तिनीहरू जसले प्रेरित भन्दछन् तर वास्तवमा होइनन्, झुटा कुराहरू तिमीले पत्ता लगाएका छौ, झुटालाई झुटा भनेका छौ, साँचोलाई साँचो भनेका छौ। तिमीहरू कति राम्रो मण्डली। त्यसपछि हामी 3 मा आउने हो भने तिमीहरूले आलोचनाहरू, सबै प्रकारको विभिन्न आरोपहरू तिमीहरूले धैर्यतापूर्वक सहेका छौ। र अर्को कुरा चाहिँ फेरि तल हामी पाउँछौ, मेरो नाउँको खातिर तिमीहरूले कष्ट भोगेका छौ र पनि तिमीहरू थकित भएका छैनौ। 3 है, हेर्नुहोस् त, तपाईँले फेरि घरमा गएर एकचोटि पढ्नुहोस्। तपाईँ र मैले शरण पर्दाखेरि कुनै पनि कमजोरीहरू यो मण्डलीको त्यति भेट्दैनौँ र प्रभु ख्रीष्टले एकदमै एप्रिसिएट गर्नुभएको छ। राम्रो हो तिमीहरूको सेवाकाई बडो राम्रो हो भनेर प्रभुले भन्नुभएको छ। तर मसित एउटा कुरा छ, तिमीले पहिलो प्रेम त्यागेका छौ। यी सबै असल कुराहरू, राम्रो कुराहरू तिमीहरूले गर्दै पनि एफिससको मण्डलीलाई प्रभुले भन्दै हुनुहुन्छ, तिमीहरूले पहिलो प्रेम गुमाएका छौ अथवा पहिलो प्रेम त्यागेका छौ। यो श्रीमती बिहा गरे जस्तै, श्रीमान श्रीमती बिहा गरे जस्तै एक हिसाबले अघि हाम्रो अगुवा दाइले भन्दै हुनुहुन्थ्यो नि होइन, म र मेरो श्रीमती अझ झन् श्रीमतीलाई राम्री भन्दै हुनुहुन्थ्यो। तपाईँहरू भन्न सक्छौ मेरो बिहा भएको कति 60 सालमा है, अहिले 22 वर्षको दौरानमा मैले मेरो श्रीमतीलाई तिमी अझै पनि त्यस्तै राम्री छौ भनेर म भन्न सक्छु। तपाईँलाई दाजुभाइलाई सोध्दैछु, म कहिलेकाहीँ म विचार गर्छु, मेरो श्रीमती काम गरिरहेको हुन्छ
अनि यसो म हेर्छु, मैले मनको कुरा भनेको, अरे बिहा भएको यत्रो वर्ष भइसक्यो, 40 कटिसक्यो, 2टा बच्चाको आमा पनि कति राम्री भन्छु, साँच्चै मैले भनेको। मैले त्यसरी मैले सोच्छु, कहिलेकाहीँ यसो हेर्छु अनि म सोच्छु सायद मेरो श्रीमतीलाई 2टा बच्चाको आमा पनि भन्दैन होला भन्ने सोच्छु। यसो हेर्छु, कहिलेकाहीँ रिसको बेलामा चाहिँ अलिक त्यति लाग्दैन, तर यसो हेर्छु वास्तवमै मेरो श्रीमती पहिला जस्तो मैले मन पराएको थिएँ त्यस्तै छ जस्तो लाग्छ। यो एकदमै यो चाहिँ व्यवहारिक प्रश्न है, तपाईँले आफूलाई सोच्नुपर्ने। तपाईँले तपाईँको श्रीमानलाई हेरेर मैले व्यर्थै बिहा गरेर यो मान्छेसँग भन्नुहुन्छ कि होइन मेरो श्रीमान साँच्चीकै राम्रो, होइन मेरो श्रीमती साँच्चीकै राम्रो भन्नुहुन्छ कि मेरो कुन दिन बुद्धि बिग्रिया रहेछ, मेरो आँखा फुटेर चाहिँ यसलाई बिहा है। पहिलो प्रेम छ नि, पहिलो प्रेम भनेको चाहिँ निरन्तरता हुनुपर्छ, बुझ्दै हुनुहुन्छ नि। पहिलो प्रेम भनेको चाहिँ एक झलकमा राम्रो लागेर पछि नराम्रो लाग्ने होइन है। त्यो कुरकुरे पैसामा मन पराएर पछि चाहिँ खात्तेरिका मलाई एउटा चाहिँ त्यस्तो महसुस भएको छ। मैले एउटा केटीले अलिअलि मन पर्थ्यो त्यो बिहा गर्नुभन्दा अगाडि, म भर्खरको अब टिनेजर हुँदाखेरि पछि म हुर्किँदै गएँ, मलाई एउटा केटी कस्तो राम्रो लाग्थ्यो। अनि पछि मैले त्यो उमेर जब ढल्किँदै गयो मैले मनमा सोचेँ आफै मैले यो केटी बिहा गरेँ भए यस्तो पो हुने रहेछ है। मलाई त यस्तो मनमा आयो, मैले ठिक गरेछ बिहा नगरेर भन्ने पनि भयो, मन नपराएर होला मैले उसलाई प्रस्ताव नराखेर। पहिलो प्रेम भनेको चाहिँ यस्तो हुनुपर्छ जो समय सीमामा बाँधिँदैन तर अनन्तसम्म राम्रो लाग्ने। आमेन। अनन्तसम्म तपाईँको श्रीमती राम्री, अनन्तसम्म मृत्युसम्म तपाईँको श्रीमान राम्रो, ह्यान्डसम। पहिलो प्रेम भनेको त्यो। र यो विश्वासको उदाहरण दिनु पर्दाखेरि तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई जब ग्रहण गऱ्यौँ, तपाईँ कस्तो भावुक हुनुहुन्थ्यो होला, कति तपाईँ उत्साहित हुनुहुन्थ्यो होला, तपाईँलाई कति प्रार्थना गरौँ, कति वचन पढौँ, कति सङ्गति जाउँ। तर तपाईँले एकचोटि अहिले ख्याल गर्नुहोस् त, तपाईँको जीवनमा त्यस्तो प्रेम छ कि छैन ख्रीष्टको प्रति है। जुन उत्साह थियो, जुन जोस थियो, समय बढ्दै जाँदाखेरि होइन, त्यो सम्बन्धहरू लामो हुँदै गर्दाखेरि अहिले तपाईँको ख्रीष्टसँगको चाहना, ख्रीष्टसँगको सङ्गति, ख्रीष्टसँगको सम्बन्ध, प्रेम कस्तो छ? आजको वचनले तपाईँलाई यो प्रश्न गर्छ, मलाई यो प्रश्न गर्छ। तपाईँ मण्डली कसको खातिर आउनुहुन्छ? पास्टरको खातिर, अगुवाको खातिर, अथवा बुवा आमाको खातिर, अथवा श्रीमानको श्रीमतीको खातिर, या तपाईँ पहिलो प्रेमले तपाईँलाई खिचेर ल्याएको छ? हामी गीत गाउँछौँ, हे यीशु तपाईँ मेरो पहिलो प्रेम। तर धेरै मण्डलीमा पहिलो प्रेम बिस्तारै कम हुँदै गएको छ है। ख्रीष्टप्रतिको त्यो प्रेम चाहिँ बिस्तारै हामी विश्वासीहरूमा कम हुँदै गएको छ। आज अमेरिकामा, युरोपमा नाम मात्रै एन्ड्रू छ, नाम मात्रै जोन छ, तर उनीहरू विश्वासी होइनन्। नाम मात्र जेम्स छ, विश्वासी होइनन्। उनीहरूको 3-4 पुस्ताहरू, उनीहरूको 10औं पुस्ता विश्वासी थिए, तर अब उनीहरू विश्वासी होइनन्, किनकि ख्रीष्टसँगको सम्बन्ध छैन। एफिससको मण्डली चाहिँ सबै कुरामा राम्रो थियो, तर पनि प्रभु यीशुले यहाँ भन्न लगाउनु भएको छ यो उनीहरूलाई यो लेख, किनकि पहिलो प्रेम तिमीहरूले बिर्सेका छौ। आज प्रशंसा मण्डलीलाई मैले सोधेँ भने, तपाईँलाई सोधेँ भने, तपाईँलाई परमेश्वरदेखि अथवा परमेश्वरको पहिलो प्रेमदेखि तपाईँलाई के कुराले टाढा राखे जस्तो लाग्छ? म हेरेँ आराधना कति राम्रो थियो, तपाईँहरू एकदमै ध्यान दिएर सुनिराख्नु भएको छ, तर तपाईँभित्र कति प्रश्नहरू हुन सक्छन् जसले तपाईँलाई परमेश्वरको प्रेमदेखि टाढा लगेको हुन सक्छ।
है, धेरै कुराहरू छन्। अनि अर्को कुरा, पहिलो कुरा चाहिँ मैले एउटा कुरा बनाएको छ, आर्थिक कुराहरूले। धेरैचोटि हामीलाई आर्थिक कुराहरूले हामीलाई परमेश्वरको प्रेमदेखि टाढा लान खोज्छ, हामीलाई पुग्दैन, हामीलाई अभाव हुन्छ। अनि हामी सोच्छौँ परिश्रम धेरै गर्नुपर्छ, पैसा धेरै कमाउनुपर्छ। अनि परमेश्वरदेखि बिस्तारै टाढा। म एक्चुअली पहिला एउटा संस्थामा काम गर्थेँ, धेरै पहिला, यो 2001मा 6 वर्ष एउटा मिसनमा काम गरेँ। शनिबारको सङ्गति हामी छल्थ्यौँ, पास्टरको छोरा है, सेवा गर्दै गरेको। शनिबारको सङ्गति छल्थ्यौँ, किन थाहा छ? शनिबार चाहिँ अर्को काममा गयो भने भत्ता पाउँथ्यो। 2001 भनेको तपाईँको धेरै पहिला, 60 साल कति सालतिर कुरा, 800 रुपियाँ भत्ता पाउँथ्यो। 1 महिनाको के भन्छ कोठा भाडा तिर्न पुग्थ्यो 1 दिनको भत्ताले। बिस्तारै बिस्तारै के त परमेश्वरको प्रेमदेखि टाढा 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 है। दाजुभाइहरू विशेष याद गर्नुहोस्, हामी परमेश्वरको प्रेमलाई भुलेर सेवा सङ्गतिलाई त्यति ध्यान दिन्नौँ। आज त पैसा कमाउनुपर्छ, आज कति लामो सङ्गति भएको, पास्टरले कति लामो बोलेको, मलाई त्यहाँ फलानाले काममा बोलाएको छ, पैसाको हिसाब गर्दै बसिरहेका हुन्छौँ। सङ्गतिमा त हामी छौँ, तर हाम्रो प्रेम, हामीले कसैले बोलाइरहेको छ उता है। त्यसपछि स्वास्थ्य, हामी धेरै बिमार भइरहेको छौँ। अनि प्रभुसँग प्रश्न गर्छौँ, खोइ त प्रभुले निको पार्नुला। त्यसपछि भविष्यको चिन्ता है, पैसा कमाउने कि सेवा गर्ने, मलाई बडो दुःख लाग्छ। प्रभुको कामको लागि विभिन्न ठाउँहरूमा मण्डलीमा घुम्दै गर्दाखेरि म सोध्छु, पास्टरहरूलाई हेर्छु, जवानहरूलाई हेर्छु, सेवा गर्ने मान्छेहरूको कमी छ। किन? भविष्यको चिन्ता। सेवा गऱ्यो भने पैसा आउँदैन। म त्यही भन्थेँ, म पास्टरको सेवा गर्दिनँ। किन? अभावको सेवकाई, चुनौतीको सेवकाई म गर्दिनँ। म पैसा कमाउँछु, म सेवा गर्छु पैसा दिएर। त्यो मुखले भन्ने मात्रै रहेछ। मैले आजभन्दा 58 सालमा मैले जागिर सुरु गर्दाखेरि मेरो स्यालेरी थियो 6000। त्यसपछि केही समय पछाडि 10000 पुग्यो। त्यो बेलाको स्यालेरी भनेको त्यो बेला कति हजार थियो? सायद 11000 कि कति तोला थियो। 1 महिनाको स्यालेरीमा अलिकति 1000 थप्यो है, 1 तोला सुन आउँथ्यो, बडो राम्रो थियो। तर मलाई दिन गाह्रो हुन्थ्यो। फेरि 10000 कमाउँदाखेरि 1000 दिँदाखेरि बडो गाह्रो हुने। आमा, म यत्रो पैसा हिजो भनिन्थ्यो, म त दिएर सेवा गर्ने हो, होइन रहेछ। बडो लोभ लाग्दो रहेछ। अनि मेरो श्रीमतीले भन्यो, तपाईँ चोर हो भनेर मलाई दिनु। साँच्चै हो, चोर हो तपाईँ, 10 आउँछ भेटी नदिने भनेर मलाई भने। थोरै कमाउँदा त त्यति नहुँदो रहेछ, धेरै कमाउँदा बडो माया लाग्दो रहेछ, लोभ लाग्दो रहेछ। अनि म त्यही देख्छु, जवानहरू सेवाकाईको लागि तयार छैनन्। जवानीहरू, दिदी बहिनीहरू सेवाकाईको लागि तयार छन्। किन? भविष्यको चिन्ता, युरोप जाने, अमेरिका जाने, कमाउने। अनि के छ? परमेश्वरदेखि बिस्तारै टाढा। त्यसपछि मान सम्मान, त्यसपछि सम्बन्धहरू है, परिवारको बिचमा सम्बन्ध बिग्रिन्छ, परमेश्वरलाई छोडिदिन्छ। बुढाबुढीको झगडा हुन्छ, चर्च आउँदैन। यो भने के हो? परमेश्वरलाई पहिलो प्रेम नगरेको कारणले। कतिले चाहिँ परिवारलाई यति साह्रो महत्त्व दिन्छ, कतिले सेवकाईलाई यति धेरै महत्त्व दिन्छ। अनि कति कुराहरू यस्तो धेरै कुराहरू छन् भने अर्को चाहिँ पाप, जसले हामीलाई परमेश्वरको प्रेमदेखि टाढा लाग्छ है। त्यस कारणले गर्दाखेरि जसरी एफिससको मण्डलीलाई परमेश्वर भन्नुहुन्छ, तिमीहरूले पहिलो प्रेम त्यागेका छौ। हामीलाई थाहा छैन एक्ज्याक्टली त्यो के हो पहिलो प्रेम। तर मैले आज वचन तयार पार्दै गर्दाखेरि मलाई चाहिँ अगुवाई भएअनुसार परमेश्वरलाई दिनुपर्ने पहिलो स्थान तपाईँले आफैलाई दिनु है। परमेश्वरलाई पहिलो स्थान दिनुपर्ने। किनकि यो कुरा याद गर्नुहोस्, सबै कुरा परमेश्वरबाटै आउँछन्।
तपाईको स्वास्थ्य, तपाईको धन सम्पत्ति, तपाईको परिवार, तपाईको सम्मान, तपाईको सबै कुराहरू परमेश्वरबाट आउँछ। तर जब तपाईले परमेश्वरलाई भन्दा पहिला तपाईले आफूलाई, आफ्नो थोकलाई, आफ्नो परिवारलाई अनि विभिन्न कुराहरूलाई तपाईँ समय दिनुहुन्छ भने तपाईँ परमेश्वरको प्रेमदेखि तपाईँ हट्दै हुनुहुन्छ है। धेरैचोटि हामी विचार गर्छौँ, म पढेको, मैले के भन्छ, यो पढेर म यहाँसम्म आएको चाहिँ मेरो ज्ञानले, मेरो बुद्धिले, मैले परिश्रम गरेँ, मैले मेहनत गरेँ, तपाईँ भन्नु होला। तर जब तपाईँले परमेश्वरलाई महिमा दिन छोड्नुहुन्छ नि, तपाईँ परमेश्वरको प्रेमदेखि, पहिलो प्रेमदेखि तपाईँ हट्दै हुनुहुन्छ। र परमेश्वरलाई दिनुपर्ने महिमा चोर्नु चाहिँ संसारको सबैभन्दा ठुलो पाप पनि भनेर भनिन्छ। जब म यहाँ प्रचार गर्न उभिन्छु, तपाईँले भन्नुहुन्छ आज त पास्टरले कस्तो राम्रो वचन दिनुभयो, जब म गम्किन्छु नि, हो कि क्या हो, त्यो चाहिँ परमेश्वरको महिमा चोर्नु भन्छ। मैले भन्नुपर्छ प्रभुलाई महिमा होस्, उहाँले मलाई अगुवाई गर्नुभयो, मैले बोलेँ आमेन। तपाईँ आज सफल शिक्षक हुनुहुन्छ, परमेश्वरले तपाईँलाई ज्ञान बुद्धि दिनुभयो र तपाईँले पाउनुभयो, परमेश्वरलाई महिमा दिनुहोस्। तपाईँ सेवाकाई गर्दै हुनुहुन्छ, परमेश्वरले तपाईँलाई सेवाकाईमा बोलाउनु भयो, उहाँलाई महिमा दिनुहोस्। तपाईँ बिजनेस गर्दै हुनुहुन्छ, धेरैवटा बिजनेसहरू घाटामा छन्, तर तपाईँ सफल हुनुहुन्छ, किन? परमेश्वरले तपाईँलाई दिनुभएको। सेवाकाई गर्दै हुनुहुन्छ, तपाईँको सेवाकाईमा किन उन्नति हुँदैछ? परमेश्वरलाई महिमा दिनुहोस्, कारण परमेश्वरले उन्नति गराउनु भएको हो कि बिर्सन्छौँ। यो परमेश्वरले गर्नुभएको हो भन्ने कुरा बिर्सन्छौँ। त्यस कारणले गर्दाखेरि एफिससको मण्डलीको प्रमुख समस्या के थियो भने सेवकाईहरू बडो राम्रो भयो, एकदमै वृद्धि भएको छ, बाइबल स्कुल चलेको छ, त्यहाँ पावलले पनि सिकाएको छ, यति धेरै राम्रो भएको छ। तर जब सेवकाई वृद्धि हुँदै गयो, मण्डली वृद्धि हुँदै गयो, उनीहरू चाहिँ परमेश्वरलाई सुन्नको सट्टा, परमेश्वरबाटको अगुवाईलाई खोज्नुको सट्टा अब आफ्नै ज्ञानमा, आफ्नै बुद्धिमा, आफ्नै सामर्थ्यमा सेवकाई गर्न थाले। एक प्रकारको उनीहरूमा घमण्ड जस्तो आयो, हामीले पनि गर्न सक्ने रहेछौँ। बिस्तारै बिस्तारै परमेश्वरलाई सुन्न छाडे एफिससको मण्डलीले। वाह, सेवकाई कस्तो राम्रो भएको छ, बाइबल स्कुलमा अनि विभिन्न कुराहरूमा दौडधुप गरेको छ, घर घरमा भिजिट गरेको छ, तर परमेश्वरलाई सुन्न छाडे। अनि प्रभुले भन्दै हुनुहुन्छ, तिमीहरूले मलाई सुन्न छोड्यौ, तिमीहरू आफ्नै ज्ञानमा, आफ्नै बुद्धिमा सेवकाई गर्न थाल्यौ, तिमीहरू आफ्नै बुद्धिमा तिमीहरू अगाडि बढ्न थाल्यौ है। त्यस कारणले गर्दाखेरि याद गर्नुहोस् प्रिय मण्डली, परमेश्वरले तपाईँ र मलाई यहाँसम्म सहायता गर्नुभएको, परमेश्वरले हुनुहुन्छ यो सबै कुराको स्रोत। त्यसले गर्दाखेरि पहिलो स्थान परमेश्वरलाई दिनुहोस्। अनि धेरैचोटि हामी आफ्नै ज्ञानमा, बुद्धिमा, हामी हाम्रो आफ्नै समझ शक्तिमा भर पर्छौँ अनि हाम्रो जीवनको केन्द्रबिन्दु चाहिँ परमेश्वर होइन, तर हाम्रै आफ्नै समस्याहरू, आफ्नै कुराहरू हामी अगाडि ल्याउँछौँ। धेरैचोटि विदेशमा हुनेहरूलाई देख्छु, कहिलेकाहीँ म यसो परिवारहरू भिजिट गर्न जाँदाखेरि फुर्सद पायो कि श्रीमान श्रीमती कुरा गरिराखेको हुन्छ अनि फोनमा। नर्मल्ली दिनमा एकचोटि ठिकै छ, फुर्सद पायो कि श्रीमतीले भन्दो रहेछ तुरुन्तै फोन गर्नु, श्रीमानले पनि भन्दो रहेछ तुरुन्तै फोन गर्नु। अनि मेरो विचारमा के लाग्छ भने त्यो सायद श्रीमानलाई पनि काम गर्दाखेरि कतिखेर फुर्सद पाउँछ र श्रीमतीसँग गफ गरेर हुँदो रहेछ, श्रीमतीलाई पनि कतिखेर मेरो श्रीमानको काम सकिन्छ, त्यसपछि म श्रीमानसँग कुरा गर्छु। भन्न खोजेको मैले नराम्रो भन्न खोजेको त होइन, तर हाम्रो दिमागमा के छ, परमेश्वरको कुरा, आज सेवकाईको कुरा, प्रभुले गर्नुभएको महान कामहरूको कुरा सोच्ने, धन्यवाद दिने फुर्सद छैन। श्रीमानको कतिखेर 11 बज्छ श्रीमानसँग कुरा गरौँ, कतिखेर 11 बज्छ श्रीमतीसँग कुरा गरौँ। एक हिसाबले हाम्रो दिनको जीवनमा, दौरानमा कतै पनि हामीले परमेश्वरलाई के मौका दिएका छौँ उहाँको बारेमा सोच्ने, उहाँको बारेमा विचार गर्ने, उहाँलाई धन्यवाद दिने कुराहरू हामीले विचार गरेका छौँ कि
टेन्सन के छ श्रीमतीलाई? श्रीमान कोहीसँग लाग्यो कि? श्रीमानलाई के छ श्रीमती कोहीसँग बोल्यो कि? विश्वासीको जीवनमा यस्तो भइरहेको छ। हेर्नुहोस् त, परमेश्वरले गर्नुभएको, परमेश्वरले विदेश लानु भएको, आशिष दिनुभएको मतलब छैन श्रीमानको चिन्ता, श्रीमतीको चिन्ता। परमेश्वरको प्रेम त कता हो कता हो, मान्छेको प्रेमले समस्या है। त्यसपछि नानीहरूको बारेमा, हामी नानीहरूको बारेमा धेरै, एकजना आमा हुनुहुन्छ अहिले त छोरा सुध्रियो, यो रिहाबमा राख्नु पर्यो, छोराले रुवाएर हैरान हैरान हैरान। सानो उमेरको छोरालाई रिहाब राखेको छ पुनर्स्थापनामा। छोराको पछि रुँदै हिँडेछ, रुँदै हिँडेछ, रुँदै हिँडेछ। एक हिसाबले सही हो, आफ्नो छोरा बिग्रेछ, छोरासँग रुनु, छोराको बारेमा रुनु ठिकै हो। तर मैले भन्नु खोजेँ के छोरा र छोरीको सामने रुँदै, छोराको पछि पछि 24 घन्टा गोठालो गरेर हिँड्नुको साटो के हामी परमेश्वरसँग रहेका छौँ? मेरो प्रश्न के? परमेश्वरसँग हामीले बिन्ती गरेका छौँ, प्रभु मेरो छोरालाई कसरी गर्ने, सुधार्ने, प्रभु लाउन तपाईँकै हातमा छ भनेर उपवास सहित प्रार्थना सहित के हामीले प्रार्थना गरेका छौँ? मान्छेको अगाडि गएर केही हुँदैन।